ज्वाइँ त भिख माग्दै हिँडिरहेछ नि त कि नयाँ आइडिया पत्ता लगाए पैसा कमाउने? के भयो त भिख मागेर भयो नि मलाई पाले भएन के भन्नु भाइ काम माग्दै हिँड्यो तिमी किन जहिले पनि यस्तो इम्ब्यारेस गरिराख्छौ कि मलाई डियर आई एक्सप्लेन एभ्रिथिङ। म आज अडिसनमा गएको थिएँ अनि अडिसनमा कास्टिङ डिरेक्टरले हामीलाई रियल जब दियो भिखारी भन्ने। त्यस्तो भयो दिन मेरो। यत्रो सबै हुँदाखेरि पनि तिमीलाई अझै एक्टिङ गर्न मन छ